हेलो नमस्ते सबैजनालाई दर्शन नमस्ते। नेपालको सन्दर्भमा कुरा गर्दाखेरि अहिले नेपालमा चुनाव नजिकै आएको माहौल छ, सबै तातिरहेको छ चुनावको माहौल होइन। सबैले आफ्नो मतदान गर्ने हो र नबुझेको कुरा चाहिँ यत्रो मुद्दा हुँदा पनि कस्तो चुनावमा लड्न पाउने कस्तो कानुन हो नेपालको कानुन? कि त गरिबलाई मात्रै हो कि धनीलाई पनि हो? कि त पैसा र पावरको लागि मात्रै हो, पैसा र पावर हुनेको लागि मात्रै हो? सबै भाइरल मान्छेहरू मात्रै उठेको छ कि पैसाको लागि मात्र हो?